ल यो चाहिँ हाम्रो आज गोलबजार श्रमदान तथा सरसफाई युवा समूहद्वारा चाहिँ यो भूमिजा हस्पिटलदेखि रामप्रसाद जनता बहुमुखी क्याम्पससम्म चाहिँ दुई छेउ सरसफाई कार्यक्रममा लागिरहेको छु। यो तपाईहरुले देख्न सक्नुहुन्छ। एकदमै यो बाटो हेर्नुस्, सडक हेर्नुस् र सडकको पेटीमा हेर्नुस् यो कति छ। अब यसलाई चाहिँ हामी क्लिन गर्दैछौँ, यो सफा गर्दैछौँ। यसमा हाम्रो मधु सर एकदमै यत्रो घारीमा पनि पसेर आफ्नो तन मनले लागि पर्नु भएको छ। मजाले खुक्री हानिराख्नु भएको छ। अनि नागदेवताल पनि हामीले पुकारिरहेछौँ कि तपाईँकै अब सन्ततिको लागि, तपाईँको लागि भए पनि हामीले यहाँ सरसफाई गरिरहेछौँ। ल हेर्नुहोस् त, ल सडक हेर्नुहोस् र सडकको पेटीमा हेर्नुहोस् यसले कति ओगटेको छ। हजुर ल यहाँ के गर्ने रे? अनि त्यो खाएको सामानहरू, त्यो निक्लेको त्यो फोहोर प्लास्टिकहरू चाहिँ एक ठाउँ फाल्ने हो है त। ल खै त ओके भनेको, ओके भन, ओके भन न, ओके भन। हाँ साहिल है। घर कता है? यी है घर आगु। घर ल हेर्नुहोस् यो बाबुको घर अगाडि यहाँ हामीले सरसफाई गरिरहेको देख्दाखेरि ऊ बाबुलाई अचम्म लागेको छ। आई हमरा सब ये सफा करबो तोरा ये दरवाजा दिक्कत हुई है। ए ठीक 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 ठीक। अब तू सब कर पड़ते सरसफाई। ये देखी त बुआ, यो सब टिपक एक ठो बोरायामा राखिदिए कि हेतौ ने। ल बाबु पनि हाम्रो यो गरेको देखेर ल जङ्गल होइन, हाम्रो धम्नी दुध डेरीका भाइले भन्दैछ यो जङ्गल हो, एकदम जङ्गल हो, अतासिरहेछ एकदमै। आज एकदमै धेरै धेरै धन्यवाद मेरो भाइलाई। आज भाइको तर्फबाट एकदम पानी, त्यसपछि आफ्नो लागि काम धेरै गरिन्छ, तर यो सबैको सेवाको निम्ति यो काम हो। पक्कै पनि गर्नुपर्छ। हामीले थोरै समय पनि हाम्रो समाजका लागि, वातावरण स्वच्छका लागि, सरसफाइका लागि गर्नुपर्छ। साथीहरू अवश्य हामीलाई यो कुरा विचार गर्नै पर्छ। यो साथीभाइहरूलाई, मधु राई, हाम्रो दाई औतारी लामाजीहरूको जुन एउटा विचार छ, विचार नै सबैभन्दा शक्तिशाली। धन्यवाद धन्यवाद। सोच नै धेरै ठुलो विचार राख्दो रहेछ र यो विचारमा हामी हात उमाले गरौँ। उहाँलाई